हेलो गाइस, स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म गेमको सर्ट भिडियोहरु मात्रै तपाईहरुलाई देखाउन चाहन्छु, किनकि गेम धेरै लामो भएकोले यो पनि लामो छ, तर म तपाईहरुलाई किल सर्टहरु मात्रै देखाउँछु। र यहाँ अगाडि एउटा एनिमी छ र यो एनिमीलाई पनि मरेको छ। मैले खास गरी चाहिँ मैले खेल्न लागेको थिएँ डेरिङ च्यालेन्ज हो। अनि डेरिङ च्यालेन्ज गर्नुभन्दा अगाडि झर्दाखेरि नि एनिमीहरु धेरै आएकोले त्यही एनिमीहरु मारेको। र यहाँ अर्को एनिमी यतापटि हान्दाखेरि यो यता अर्को एनिमी छ र यसलाई ड्यामेज दिएर मरिसक्यो। र एउटा एनिमी यता थियो, सायद यो एनिमी भागो होला, केही छैन। र यो एनिमीलाई पनि मैले भेटिसकेँ। अनि यो एनिमी यहाँ रहेछ। त्यसपछि मैले यसलाई अब मार्ने ट्राई गरिरहेको छु, र तर यो एनिमी भाग्न ट्राई गरिरहेको छ, तर केही छैन। यसलाई पहिले क्यारेक्टर चालु गरेर ठ्याक्क अट्याउँछ क्यारेक्टरले। मलाई चाहिँ यो क्यारेक्टर साह्रै मनपर्छ हैन। यो क्यारेक्टरले 8 ड्यामेज पनि दिइरहन्छ। एनिमीलाई धेरै नै ड्यामेज दिएको छ भने चाहिँ यो क्यारेक्टर चालु गर्यो भने चाहिँ एनिमीलाई मार्न धेरै नै सजिलो हुन्छ। त्यही भएर म चाहिँ यो क्यारेक्टर धेरै चलाउँछु। तपाईहरुलाई पनि मनपर्छ भने यो क्यारेक्टर चलाउनुहोस्, किनकि यो क्यारेक्टरले धेरै नै सहयोग गर्छ, खेल्नको लागि पनि सहयोग गर्छ, र अनि यो एनिमीलाई ड्यामेज दिँदा पनि धेरै नै सहयोग गर्छ। यो एनिमी एकछिनलाई यो एनिमी लानु, यो एनिमी भागिरहेछ। यो एनिमी भाग्यो हैन, तर केही छैन। एक शट बस एक शटकै थियो हैन यो एनिमी। म त अब डेरिङ च्यालेन्ज गर्छु हैन, एटलिस्ट मार्ने बित्तिकै मैले एनिमीले ठ्याक्कै देखायो। अनि नजिकै छ एनिमी, यो हिटलिस्टको एनिमी हो हैन। र यसलाई पनि अब ड्यामेज दिएको छु। अनि मलाई यो क्यारेक्टर धेरै मनपर्छ। यो क्यारेक्टर ठ्याक्क चलाइदिन्छु म ड्यामेज दिएर। अनि यो क्यारेक्टर ड्यामेज दिएपछि यसले ड्यामेज दिइरहन्छ नि त। अर्कोचोटि पनि फेरि हिटलिस्ट चलाउँछु म। अर्कोचोटि पनि देखाइसकेको छु एनिमीलाई। अर्को त यतापट्टि साइडमा देखाएको छ। यो चाहिँ एनिमी यो घरमा छ हैन। यो एनिमी चाहिँ यो घरमा प्याक गरेर बसेको रहेछ। अनि यसलाई अब हान्नको लागि चाहिँ मैले जुक्ति लगाउनु पर्ने हुन्छ। पहिला लगेर ल्यान्डमाइन राखिदिन्छु छेउमा यसको तलपट्टि ल्यान्डमाइन राखिदिएर फोन पर्यो। तर सायद यो एनिमी नेट गएको हो के हो थाहा छैन। त चाहिँ अब यसलाई म ग्रेनेडले पनि मारिदिन्छु। किन दुःख गरिरहनु। ग्रेनेडले मरिसकेको छ। यो ल्यान्डमाइन मैले हटाइदिएर लुटे, अर्को लुटपाट त गर्नै पर्यो, के गर्नु। र यहाँ मैले एउटा एनिमी हानिरहेको थिएँ होइन। यहाँ त्यस्तो ट्विस्ट हुन्छ कि यो एनिमीलाई हान्दै अर्को एनिमी पनि ठ्याक्कै आइपुगिदिइरहन्छ क्या। मैले यहाँनिर 3 किल गर्छु होइन, खतरा खालको एकदम। हेर्नु है त, एनिमीलाई हान्यो नि, ठ्याक्कै अर्को एनिमी आइदियो कि यसलाई पनि मिठो हानिदिन्छु हेडहरू होइन। तर बडी सट मर्छ त हेडतिर लाए हुन्छ। अब यसलाई म यता गएर झुक्क्याए जसरी गएर फेरि गएर यतिबाट हान्छु। यसलाई बमले सट, यसलाई चाहिँ हेडसट लगाएर मर्छ। अब यो एनिमीलाई ठ्याक्क लुट्न जान्छु म होइन। यो एनिमीलाई लुट्न जाने बित्तिकै ठ्याक्क अर्को एनिमी आइदिरहेको हुन्छ होइन। ठ्याक्क वाल लगाइदिने, यसले चाहिँ एकचोटिमै हेडसट लाग्छ। यो चाहिँ मैले डेरिङ च्यालेन्ज खेले हो होइन, त्यही भएर डेरिङ चाहिँ मैले हानिहाल्ने हुन्छु। एनिमी नभेट्ने बित्तिकै डेरिङ गर्ने हो। त्यो डेरिङ गरेको एनिमी चाहिँ यहाँ हुन्छ होइन, हिटलिस्टमा हालेको एनिमी चाहिँ। एनिमी लास्ट ड्यामेज दिन्छ, तर केही छैन, यो एनिमी पनि मरो। अब बाँकी रह्यो भनेको 3 जना छ, र 1 जना यो रहेछ। यो बाइकमा पुरै लन्टिङ फेरिङ गरेर हिँडिरहेको थियो, त्यहाँबाट यसलाई पनि मैले डालिदिएँ। अनि एउटा त यो उसको घरको तलपट्टि छ, यसलाई पनि मैले मारिदिएँ। रह्यो बाँकी एउटा। मेरो यो लास्ट फाइट, सबैजनाले इन्जोय गर्नु होला, हेर्नु होला हैन। अनि मेरो च्यानल सब्स्क्राइब लाइक गरिदिनु होला। किप वाचिङ माई भिडियो। अनि सब्स्क्राइब सपोर्ट पनि गरिदिनु होला सबैजनाले। भिडियो त अलि लामो भएर काटेर पनि भिडियो यति धेरै लामो छ कि। यो एनिमीलाई मान्छ। यो एनिमीले त लास्टै दिमाग लगायो कि यसले मलाई बम सम हालेर हैन कि आइसको गोला सोला हानेर ड्यामेज दिन्छ हैन। तर केही छैन, कहाँ सक्छ त यतिकै त।
मेरो क्यारेक्टर चालु भएन यो चालु हुने थियो फेरि यसको त्यही हो मलाई यो क्यारेक्टर खुब मनपर्छ क्यारेक्टर लाग्यो आरआरको ड्यामेज दिइरहेको छ मैले पहिला नै सुरुमा ड्यामेज दिइसकेको छु नि त र यसलाई ड्यामेज दिए डाउन भयो अहिले पनि सोनिया चलाउँछन् यार त्यही पनि म यसलाई एकचोटि बाँच्न दिन्छु चान्स चाहन्थे फेरि डाउन र यसै गरी मेरो बोया भइसकेको छ 13 किलमा बोया हानेको छु मैले चाहिँ मेरो स्कोर कति 44 आएको छ हस्त धन्यवाद फर वाचिङ